बसले के भन्नु त यो विष्णु पादुका जाने बस आज चाहिँ भ्लग चाहिँ के हल्लिने आँटेको छ है धेरै बाँच्नु पर्छ साथीहरूसँग गोर्खा पार्क जाने भनेर प्लान भएको छ मैले भर्खर छुटेको 4:30 हुँदैछ भर्खर अनि त्यसको लागि पिरे खिच्दै गरेको अब साथी चाहिँ 8 बजे आउँछु भनेको छ भरे अनि 8 बजे आएपछि जाने भनेर प्लान भएको छ त्यहाँबाट हिँड्ने 8:30 तिर 9 तिर अनि अहिले त्यसको लागि म बिहानको भिडियो बनाउँदैछु उठेर भर्खर उठेको अझै हुन्छ लागिरहेछ अब भरे बाहिरतिर भेट्यौँ मैले गाइस भर्खर सुरु गर्दै गरेको निकै लामो बाटो हिँड्नुपर्ने दाजु आन्टीहरूसँग जाने आन्टीहरू चाहिँ पछाडि नै हुनुहुन्छ एकछिन पर्खिन्छु पर गएर सर्दु खोला पुल अरे खोलाको पुल नयाँ भर्खर बनाएको यो चाहिँ निकै लामो छ यो पुल चाहिँ पहिला पनि माइसकेको साथीहरूसँग बन्दै थियो त्यतिखेर चाहिँ अहिले चाहिँ बनिसकेको छ यो पुल निकै लामो छ अब माथि गएर डाइरेक्ट चाहिँ गाडीमा चढ्ने भनेपछि हिँड्नु नसकिने भयो भनेर गाडी चढ्न आँटेको गाडी चाहिँ त्यस्तो छैन तर अब हिँड्नु त पर्दैन नि त गाडी चढ्यौँ भने हिटमा चढ्नु बसले के भन्नु त यो विष्णु पादुका जाने बस गाडीमा चढेको कि माथि छतमा बसिरहेको छु खतै के भन्नु यसलाई भुटमा बसिरहेको छु हिँड्नु परेन शीतल भएको अवस्था मान्छेहरू अगाडि नुहाएर जान्छन् भाइहरू फर्किने रहेछ मान्छे यहाँ नुहाउनु पनि हुँदो रहेछ
स्कुटीमा भन्दा बाइकमा सजिलो आइन्छ यस्तो बाटोमा। बाइकमा चक्का अलिक सानो हुन्छ कि त्यही भएर अप्ठ्यारो हुन्छ बाइकको त। फस्दैन तर यो ब्याग नि हाम्रो हैन? यो कसरी भाइ लिनुहुन्छ अलिक मिलाइदिनु। यो पनि हाम्रै ब्याग हो। 50 रुपैयाँ गोटा। यो छाता चाहिँ कस्तो हो? यो पनि हाम्रै टोलीको होला। मेरो गुन्द्री। त्यो धोक्रो पनि तानौं कसको हो? त्यो हैन। यो गाडी भेटाएको थियौँ हामीहरू माथि छतमा बसेको थियौँ हल्लेर मान्छे राम्री छ भने गाडी होस् कि गोडी होस् होइन गरे भन्दै विलीन भइजान्छ सधैँ मेरा भावना तिम्रा भावना भन्दा बेग्लै बेग्लै रहेछन् मेरा चाहना तिम्रा चाहनासम्म कहिले पनि पुगेनन् आवाज चाहिँ माथि चढ्दै गरेको तरिका म सोध्छु उनीलाई तिम्रै नजिक तर चाहेको होइन केही बाचामा मात्र पाएछु त्यहाँ खाजा खान पानीहरू पिउनु पर्ने गुलाबी औँठे तिम्रो गुलाबी खुल्ने समय ओपनिङ टाइम 8 AM, बन्द हुने समय क्लोजिङ टाइम 7 PM। कृपया कम्पाउन्डभित्र 4 मैला नगरिदिनु होला। 4 नगरिदिनु भनेको छ। सयपत्री अहिले सबै तिहार आउँदैछ सयपत्री फुलै बेसी छ। गेटमा माथि यस्तो बनाएको छ स्वागतको लागि गयो गमला अनुहार चाहिँ देखेन। फोटो त हो त्यतिखेरकै हो चाहिँ बल्ल आइपुग्यो मैले त अब उयो चाहिँ एकछिन घाममा राख्नु न अलिकति पक्रिन्छ होला कि निकाल्नुपर्छ राख्ने मम्मी एम मुनि बनाउनु न कहाँ पछि गयो हामी चाहिँ हिँड्नु परेन र अहिले यतिखेरसम्म माथि छिटो आइपुग्यौँ हामीहरू चाहिँ हिँड्नु परेको त हामीलाई 3 घन्टासम्म लाग्थ्यो हामी छिटो आइपुग्यौँ हिँड्नु नपरेर अहिले चाहिँ त अहिले घाम छ र मेरो क्यामेरा मजाले देखिन्छ छैन ब्लग पाउँदै गर्दाखेरि पनि चाहिँ हल्का उयो देखिँदैछ हाम्रो धरान उतातिर उतातिर धरानको तल भ्यू देखिँदैछ अलिअलि अनि उता हल्का छ त्यतिर यता चाहिँ भिडियो खेल्दैछ फोटो खिच्दैछ सरिक्षा चाहिँ उता निशा फोटो खिच्दैछ पर चाहिँ निशा चाहिँ फोटो खिच्दैछ मम्मी आउनु त
आइपुगिसकेपछि पनि अलिक बस्दैछु। पहिला पनि हामी म चाहिँ 2-3 चोटि 4 चोटि पहिलातिर आएको थिएँ, बनिएको थियो त्यतिखेर चाहिँ अहिले जस्तो यस्तो ढोकाहरू। अहिले चाहिँ बनिसकेपछि फेरि आएको म। अनि धेरैजना मान्छेहरू घुम्न आउनुभएको रहेछ। अहिले चाहिँ तिहार आउनु आएछ, दसैँ सकिसकेको छ। अनि आज कुन बार हो? आइतबार हैन आज ओए? थर्सडे के आइतबार बे? थर्सडे हो? जे भए पनि आज ओभर धेरै भिड रहेछ, मान्छे धेरै आउनु भएको छ। अब त्यही बहिनी फोटो खिच्दै हुनुहुन्छ। हामीहरू फर्किँदै गरेको तल गइसक्यो। यो गोर्खा पार्कभन्दा अलिकति तल झरेपछि त्यहाँनिर एउटा हेलिप्याड आउँछ। अहिले चाहिँ यहाँनिर सबैजना फोटो खिच्नुमा बिजी हुनुहुन्छ। हेर्नुहोस् यहाँदेखि कति राम्रो भ्यू देखिन्छ। अब चाहिँ तलै झर्नुपर्छ। बेसारै चाहिँ यहाँ यसको चाहिँ जरा उखालेर सुकाउनुपर्छ, बोक्रा फुकेर, अनि मात्रै कुटेर बनाउनु मिल्छ। बेसार सबै धेरै बेसारै चाहिँ सबैजना पछाडि हुन्छ। म चाहिँ सबैभन्दा अगाडि छु। निकै हिँड्नु पर्छ। भटमास त अलिक ठुलो खालको हुन्छ त, बोट अलिक जस्तो लाग्छ। धरानको भ्यू देखिँदैछ। बल्ल अहिले चाहिँ 6:15 हुँदैछ। आज चाहिँ निकै थाक्यो हिँड्दा गरेर। अहिले चाहिँ बसिरहेको छौँ हामीहरू। बाई। म यदि अब घर जाँदैछु भनेर भनेको थिएँ। घर जाँदैछु म खोब्रा देखिन्छ भनेर भनियो भने फोनले। खै ढुक्का देखिन्छ। ब्याक गर्नु न, ब्याक क्यामेरा चाहिँ देखिन्छ। गाइस म घर जाँदैछु अहिले सुरुवात साथीको लागि बल्ल लाइभ गरेर। ब्याक क्यामेरा चाहिँ गर न भन्छु।
just trying to do my best till I live life. I mean, who in the world wouldn't want to live nice? And this is all I got, could never live twice.